जुन घरमा आगजनी भयो त्यो पनि नेवारकै भयो, जसको मृत्यु भयो त्यो पनि नेवारै भयो। तर यहाँ राज संस्था चाहियो, राजतन्त्र चाहियो भनेर भनिरहँदाखेरि त्यो नेवारहरूलाई अन्याय भयो। अन्यायहरूले यो अन्यायले गर्दा उनीहरूको आवाज दबाउन खोजियो। जसले चाहिँ लैता निवास काण्ड मचाएर ढौडीमा निस्केर यहाँ बसेको छ मिनबहादुर गुरुङ, जो जेलको पछाडि हुनुपर्छ, त्यो मान्छेलाई 5-5 लाख वितरण गरेर आवाज दबाउन खोजियो। त्यसको विरुद्धमा आवाज उठाउने यहाँ कोही भएन। नेवारहरूको संस्कृति सभ्यता मास्ने जुन यो गणतन्त्र छ, नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, त्यसै गरी हालको नयाँ दल भनेको राष्ट्रिय स्वतन्त्र पार्टी, यिनका नेताहरूले हाम्रो कैयौं सम्पदाहरू मासे, हाम्रो भूमिको गुठीहरू मासे। हाम्रो त्यो गुठीहरू मास्दाखेरि, हाम्रो भाषामाथि भाषिक दमन गर्दाखेरि, हामीहरूलाई सधैँ आन्दोलन बनाउँदै गर्दाखेरि जब अवसर पाउँछ नेवारलाई लात हानेर पछाडि राखिने एउटा त्यो पद्धतिको विकास भयो। र तपाईँले नेवा चाहियो, नेवा आन्दोलनको नेतृत्व गर्नु पर्यो भनेर भन्छौँ। नेवा सुतेको छैन, यो तपाईँहरू सबैको पहिला कानमा पुग्न जरुरी छ। हामी नेवारहरू सुतेका छैनौँ। हामी यहाँ विचार गरिरहेका छौँ को सही छ, को यहाँ कस्तो स्वार्थमा टिकेको छ भनेर। हामी यहाँ सुतेका छैनौँ। हामी यहाँ बसिरहेका छौँ कसले यहाँ सत्यको लागि लड्दैछ, कसले न्यायको लागि लड्दैछ, कसले यहाँ भएको अन्यायको विरुद्धमा सशक्त प्रतिकार गर्नको लागि यहाँ जनताको सामुमा उभिरहेको छ। को यो देशको वास्तविक रूपमा चाहिँ सुपुत्र हो र को कुपुत्र हो, त्यसको पहिचान गर्नको लागि भनेर नेवा समाजले पनि त्यो आन्दोलनको पर्खाइमा बसिरहेको छ र त्यो आन्दोलन गर्ने जुन मोडालिटी छ त्यो मोडालिटी तयार गर्दैछ। त्यसैले नेवार सुतेको छैन। जब सही समय आउँछ तब नेवारले राज संस्था पनि फर्काउँछ र यो गणतन्त्र अन्त्य पनि गर्दै हामी त्यो भ्रष्टाचारी दलाल तस्कर नेताहरू, त्यो हत्यार अपराधी नेताहरूलाई कुनै जेलको कालकोठीमा छुन्दैनौँ। हामीलाई तिनीहरूलाई टुडी खेल्नलाई झुन्ड्याउँछौँ। हामी तिनीहरूको छाला काट्नेछौँ। हामी उनीहरूले जे जति देशको जति पनि आर्थिक दोहन गरेका छन्, जति पनि जनताको सम्पत्तिहरू हत्याएका छन्, त्यो सबैको राष्ट्रियकरण गरेर देशको आर्थिक भलो कसरी हुन्छ त्यसमा सदुपयोग गर्ने हामी त्यो जमर्को गर्दैछौँ। त्यसै हामी नेवा सुतेका छैनौँ। तर आज यो प्रतिबद्धता सभामा म तपाईँहरूतर्फ एउटा केही प्रतिबद्धताहरू तपाईँहरूको तर्फबाट चाहन्छौँ। तपाईँहरू त्यसमा प्रतिबद्धता दिन तयार हुनु छ हुँदैन, मलाई त्यसको तपाईँहरूबाट जवाब चाहिन्छ। तपाईँहरू यो देशमा सुशासन कायम गर्नको लागि प्रतिबद्धता दिन चाहनुहुन्छ कि चाहनुहुन्न? यो देशमा राजनीतिक सुसंस्कार स्थापना गर्न तपाईँ प्रतिबद्धता गर्नुहुन्छ कि गर्नुहुन्न? यो देशमा भ्रष्टाचारीहरूको विरुद्धमा न्यायिक लडाईँ लड्नको लागि अदालत जानु पर्यो भने तपाईँ जानुहुन्छ कि जानुहुन्न? यो देशमा जति पनि विदेशीहरूबाट चलिएका षड्यन्त्रहरू छन्, त्यो षड्यन्त्रहरूको विरुद्धमा प्रतिकार गर्न तपाईँ सडकदेखि न्यायालय, सदन सबै अवरुद्ध गर्नको लागि एकमत भएर आउनुहुन्छ आउनुहुन्न? हाम्रो जुन धर्म संस्कार छ, जुन रीतिरिवाज छ, त्यसको जगेर्ना गर्न, त्यसको संरक्षण गर्न तपाईँहरू सबैजना हामी सब नेपाली हौँ भनेर उत्रिने कि नउत्रिने? उत्रिनुहुन्छ? यो देश बचाउन तपाईँहरू उत्रिनुहुन्छ? फेसबुक चलाएर मात्र उत्रिनुहुन्छ कि सडकमाथि उत्रिनुहुन्छ? ल त्यसो भए अब हामी कुनै चैत असार यो कुर्दैनौँ, कुनै श्रावण कुर्दैनौँ। र संस्था पुनर्स्थापना गर्न, यो नेपालमा सुसंस्कृत राजनीतिको जग बसाल्न, भ्रष्टतन्त्र दलालतन्त्रको अन्त्य गर्न, यहाँ भएको निरङ्कुश तन्त्रको अन्त्य गर्न र नेपालमा सुसंस्कृत राजनीतिको स्थापनासँगै नेपालमा सुशासन कायम गर्न हामीहरू सबै यही वैशाखभित्र यो व्यवस्था ढाल्नलाई आन्दोलन गर्छौँ। यो हाम्रो तपाईँहरूको लागि प्रतिबद्धता भयो। त्यसैले सबै नेपालीहरू अब यो दलाली तन्त्रको जति पनि तपाईँहरू अनुयायी भएर बसेका छन्, तपाईँ नसोच्नु शेरबहादुर देउवाले तपाईँ दलबाट निकाल्छ, प्रचण्डले तपाईँ दलबाट निकाल्छ, माधवले निकाल्छ, रविले निकाल्छ। तपाईँ सबैहरू पहिला भनेको यो देशको सन्तति हो। तपाईँहरू सबैजना यो नेपालको सन्तति हो। यहाँ जति पनि प्रेसका साथीहरू हुनुहुन्छ, जति पनि मिडियाकर्मी साथीहरू हुनुहुन्छ, केही दिन अगाडि जब हामीले तपाईँलाई निष्पक्ष पत्रकारिताको लागि भनेर आह्वान गऱ्यौँ,
तपाईहरू कतिपय त्यसमा प्रतिकारको लागि विवादमा उत्रिनु भयो। तपाईहरू स्वतन्त्र पत्रकारिता गर्नको लागि उत्रिनुहुन्न। यो तपाईहरूको प्रतिबद्धता मलाई चाहियो। के तपाईँ स्वतन्त्र रूपमा पत्रकारिता गर्नुहुन्छ? जुन देशको यहाँ भएका विद्यमान समस्याहरू छ त्यो समस्याहरू उजागर गर्नको लागि कुनै दल, कुनै नेता, कुनै व्यवसाय कसैको नि पछाडि नलागिकन, कसैको नि फन्डिङ नलिकन तपाईँ निष्पक्ष पत्रकारिता गर्नुहुन्छ? त्यो प्रतिबद्धता गर्नुहोस्। किनभने तपाईँहरू यो राज्यको चौथो अङ्ग हो। त्यो चौथो अङ्गले हामी सबैलाई यहाँ भएका व्यतिथि, विसङ्गति, कुसंस्कार, भ्रष्टाचार, अत्याचार, अन्याय यो सबैको विरुद्धमा सजग गर्नलाई तपाईँहरूको त्यो महत्त्वपूर्ण भूमिका छ। र अहिलेसम्म जसले त्यसरी निष्पक्ष पत्रकारिता गर्दै हुनुहुन्छ उहाँहरू सबैलाई मैले आफ्नो तर्फबाट हार्दिक नमन र अभिवादन टक्राउन चाहन्छु। त्यसै गरी जति पनि सुरक्षाकर्मी साथीहरू हुनुहुन्छ, चैत 15 गते हामीमाथि दमन भयो। त्यो दमन गर्दाखेरि हामीहरूले यो पनि बुझ्नु हुँदैन, यस्ता दमन धेरै अगाडि पनि भयो। बालकुमारीको घटना पनि भयो। बालकुमारीमा पनि 2 जना युवाले गोली खाएर शहादत प्राप्त गर्नु पर्यो। उनीहरू पनि अहिलेसम्म शहीद घोषणा गरिएनन्। अहिलेसम्म न सबिन महर्जनले शहीद घोषणा गर्न राज्य लाग्यो, न सुरेश रजक शहीद भने घोषणा गर्न लाग्यो। राज्यले नगरोस् र आज राष्ट्रवादी नेवा सङ्गठन र सम्पूर्ण नेवा समाजले सबिन महर्जन र सुरेश रजकलाई देशको राष्ट्रिय शहीदको रूपमा घोषणा गर्दछ। राज्यले गर्नु पर्दैन, हामीले गरिरहेका छौँ। जसले हामीहरूको नेवारको भूमि अतिक्रमण गर्न सडक मापदण्ड, खोला मापदण्ड भनेर विभिन्न मापदण्डको नाममा हामीहरू भूमि अतिक्रमण गर्ने, यहाँको मूल जुन बासिन्दाहरू छ बासिन्दाहरूलाई विस्थापित गर्ने यो षड्यन्त्र रचिरहेको छ। उनीहरूले आफ्नो कान खुल्ला गरेर सुनोस्। तिमीहरूको षड्यन्त्रले हामीहरूको एउटा कपाल पनि हल्लिने छैन। हामी हाम्रो भूमिको संरक्षण हामी आफै गर्छौँ। हाम्रो जात्रा, पौर, परम्परा, हाम्रो सम्पदाहरूको, हाम्रो भाषाको, हाम्रो पहिरनको हामी आफै संरक्षण गर्छौँ, हामी आफै प्रवर्धन गर्छौँ। र हामी अब यो उपत्यकाको मात्र नेतृत्व होइन, अबको व्यवस्था परिवर्तनमा नेपालको नेतृत्व पनि हामी नेवा समुदायले नै लिन्छौँ। जय राष्ट्रवाद।